नमस्कार नमस्कार ल त सँगै गाउनुपर्छ त सबैलाई थाहा होला नि यो गीत हो थाहा छ ल भोक त कति लागेको होला त्यो आफ्नै ठाउँमा छ स्वर है निकाल्ने कोसिस गर्नुहोस् है तर सुरुमा म 2 लाइन गाउँछु त्यो 2 लाइनको सार बुझ्ने कोसिस गर्नुहोस् मेरो गीत विशेषता केही छैन यदि तपाईँले त्यो गीतको सार बुझेन भने त्यतिकै आवाज त मभन्दा राम्रो कति छन् कति छन् होइन संसारमा तर मेरो विशेषता मेरो गायकी मेरो गीतको विशेषता भनेको भगवान बुद्धको वाणी उहाँको धर्म देशनालाई मैले मिठासका साथ गुनगुनाएर तपाईँहरूको मन मस्तिष्कमा पस्टाउने कोसिस मात्र मेरो हो मेरो विशेषता केही पनि होइन मेरो त्यही सेवा भावले तपाईँहरूप्रति यो भगवान बुद्धको दर्शनलाई फेरि मिठासका साथ गुनगुनाएर भए पनि तपाईँहरू सबैको मन मस्तिष्कमा उहाँले दिनुभएको ज्ञानको बास होस् त्यो ज्ञानको बास हुन साथै सबैको कल्याण हुन्छ भन्ने मेरो विश्वास हो त्यो विश्वासलाई अनुसरण गर्दै मैले यो गीत गाउन सुरु गरेको वैरभाव भनेको त खराब हो भन्ने कुरा सबैलाई थाहा छ होइन वैरभाव खराब हाल्छु लडेर पञ्चशील पालन गर्यो भने हामीले यो वैरभाव खान सक्छौँ वैरभाव खराब हाल्छु लडेर बैरीलाई हेर्छु माया गरेर जस्तो सुकै दुष्ट भए पनि उसले पनि आखिर जीवनमा खोजेको माया नै हो कि होइन त्यसैले बैरीलाई हेर्छु माया गरेर मायालुको आँखामा के हुन्छ मायालुको आँखामा मायै संसार काँडाको आँखामा टाढै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा टाढै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा टाढै संसार झुल्किन्छ है छाया कस्तो अनुसार काँडाको आँखामा टाढै संसार चित्त शुद्ध होस् मेरो बोले बुद्ध होस् चित्त शुद्ध होस् बोले बुद्ध होस् चित्त शुद्ध होस् मेरो बोले बुद्ध होस् मेरो पैतालाले किरै नमरोस् राम्रो आँखामा खुल्छ राम्रै संसार काँडाको आँखामा टाढै संसार
फुलको आँखामा फुलै संसार, ताराको आँखामा तारै संसार। अब राम्रो सुन्नुहोस् है त। सबैसँग होस् मेरो माया नै यस्तो, सबैसँग होस् मेरो माया नै यस्तो, जो भेटे नि मलाई लागोस् मै जस्तो। चोखोपनमा खुल्छ है चोखो संसार, ताराको आँखामा तारै संसार। अब जो फुलको आँखामा फुलै संसार, ताराको आँखामा तारै संसार। झुल्किन्छ है छाया वस्तु अनुसार, ताराको आँखामा तारै संसार, ताराको आँखामा होइन फुलै संसार। जय होस्, मङ्गल होस् तपाईँ। हाम्रो धेरै दिनको फोको हो। हामीले जसको निम्ति हामीले आफ्नो आँखा उहाँको बाटो जोएर बसेका थियौँ, उहाँले साक्षात् दर्शन दिएर हामीलाई सबैलाई गाउनु पनि उहाँले हामीलाई मजबुर पारिदिनु भयो।